एभ्रिवान, नमस्ते। आज चाहिँ स्याटरडेको दिन चाहिँ हामी चाहिँ यसो फ्रेस होम भनेर निस्केको छौँ। हामी चाहिँ आज अब फ्रेस हुनको लागि चाहिँ सौरा जाने प्लान गरिरहेको छौँ। सो हामी अहिले चाहिँ सही चोकमा छौँ। यति बेला चाहिँ हामी सही चोकमा आइसकेका छौँ। के हो, मेरो छोरीको प्लान पनि पछि भ्लगिङ गर्नु छ क्या। अहिलेदेखि ट्राइसेप लिएर बसिरहेको छ ऊ हातमा। यति बेला चाहिँ हामी सही चोकमा छौँ। तर जीवन आजको वेदर कति राम्रो देखिरहेको छ है। ल, हाम्रो मेजर साहब चाहिँ एनी टाइम ब्ल्याक कफी लिएर हिँड्ने हो गाडीमा हिँड्दाखेरि, होइन? खानु पर्यो नि, चलाउँछ निन्द्रा लाग्यो भने। ए, निन्द्रा लाग्छ भनेर पो हो। त्यो पनि रिफ्रेस पनि गराउँछ। चाहिँ 24 कोटी यहाँको चाहिँ फ्ल्याग हटाएछ। जीवन कफी अझै सिध्या छैन तिम्रो? अहिले सक्यो भन्दा नि छोरी भन्दा पहिला म सुताउँछु। छोरी पनि सुतिसकि पाइदिए। यो चाहिँ हाम्रो भरतपुर एयरपोर्ट हो। बाघहरू राखेर छ है। एकदमै राम्रो बनाएको छ त्यहाँनिर। ल, ठ्याक्क यसको इन्ट्रान्समा चाहिँ ट्याक्क दुईटा बाघहरू चाहिँ छ। यसरी हो। जीवन धेरै डेभलप भएको छ अहिले यो हाम्रो सिटी। बाटो घाटो त्यही त। वाउ, ओहो, मलाई त बाटो मात्रै देखाउनु मन लाग्यो कि यहाँको। यति राम्रो बाटोहरू 6 लेनको। अनि त्यो लाइटनिङहरू हेरेर कस्तो दामी। अनि तिमीलाई थाहा छ नि जीवन, हामी घ्याम्पे मोमो खान कहाँबाट जान्छ भन्ने थाहा छ नि? यति बेला चाहिँ हामी यो बकुल्लो र टाढीको बिचमा छौँ। र अब चाहिँ यो दुईटा चोकको बिचमा चाहिँ, टाढी चोक र बकुल्लो चोकको बिचमा चाहिँ सौरा चोक अथवा चाहिँ गैडा चोक भनेर छ होइन। आउँदैछ त्यो चोक चाहिँ। र यो चोकमा आइसकेपछि, यो सौरा चोक गैडा चोकमा आइसकेपछि चाहिँ हामी चाहिँ राइट टर्न हुन्छौँ होइन। नानगढबाट आउँदाखेरि चाहिँ राइट टर्न हुन्छौँ भने, उता पर्सा भण्डारबाट आउँदाखेरि चाहिँ लेफ्ट टर्न हुन्छौँ होइन। अनि गैडा देख्न सक्नुहुन्छ। अब योबाट चाहिँ हामी भित्र जान्छौँ। यति बेला चाहिँ हामी चाहिँ अब फाइनल्ली सौरा प्रस्थान गर्न गइरहेका छौँ, सौरा चोकबाट। अनि जीवन, हामी के एउटा मनकामना रेस्टुरेन्ट मोमो खान आउँछौँ नि, भेज मोमो। कता हो रे? आउँदैछ यहाँको मोमो चाहिँ यति मिठो हुन्छ कि भेज मोमो। ओ माई गड, मैले नेपालभरि, मनकामना होटल नेपालभरिमै यस्तो मिठो मोमो काहीँ पनि देखेको छैन। खाएकोहरूलाई चाहिँ सबैजना थाहा होला। मनकामना मोमो, मनकामनाको मोमो एकदमै धेरै मिठो। कति धेरै डेभलप भएको हो अहिले सौरा। पहिलाको भन्दा धेरै डेभलप भयो। यो पनि होटलहरू पनि कति धेरै खुल्यो, हामीले बाटोमा पनि देख्यौँ होइन। एक हिसाबले जस्तै हेर्नु न, कति ठुल्ठुलो होटलहरू खुल्ल्या छ त यहाँलाई। त्यही त। एक हिसाबले डेभलप पनि, तर अर्को हिसाबले कति ओभर क्राउडेड पनि त भएको छैन र भने। किनभने यो तिम्रो सौरा भनेको कस्तो भने चितवन नेसनल पार्कसँगै जोडेर आउने यसो परिचय क्या। त्यो भएर मान्छे चाहिँ नेचरलाई इन्जोय गर्न आउने ठाउँ हो। तर अहिले चाहिँ जुन एक्टिभिटिजहरू, यो धेरै मतलब इन्फ्रास्ट्रक्चरहरू चाहिँ कता कता अलिकति यो लागि मतलब भन्ने पोखराको लेक साइड भनौँ, काठमाडौँ ठमेल जस्तो हुने हो कि भन्ने एउटा त्यो पनि हो होइन। इभन अस्ति भर्खरै त्यो सफारी दुईवटा गाडीहरू एक्सिडेन्ट भयो होइन। किनकि यो भनौँ तिमीहरू हेरेर बाटोमा अन्दाज सफारीहरू चलिरहेको छ होइन। यो डेभलपमेन्टसँगै अलिकति यो कुराहरू व्यवस्थित भइरहेर झन् राम्रो हुने थियो है। हेर न अगाडिपट्टि कस्तो कन्जस्टेड भनौँ न। अब यहाँभन्दा उतापट्टि त सफारी गाडीहरू कस्तो अन्दाज चलाउँछ। अस्ति भर्खरै दुईवटा एक्सिडेन्ट भएको, तिमीले याद चाहिँ छैन? ओहो, कहिले एक्सिडेन्ट भएको? 1-1.5 महिना भयो लगातार, 2 दिन लगातार थियो पनि। जस्तै यो छ भने अलिक व्यवस्थित छैन कि यहाँ कस्तो भने, अब मान्छेले आफू खुसी होइन के भन्नु भने बाटोमा हेर्न यो त्यही त हुने। अब के अनुसार सबै कुराहरू डेभलप भयो नि हो। त्यसमा चाहिँ अब यत्रो हुँदा चाहिँ भनौँ न, खास नेचरसँग सरकार राख्ने हो सौरा भने अलिकति कता त्यसको मर्म मरिरहेको हो कि जस्तो नि लाग्छ है मलाई डेभलपमेन्ट सँगसँगै। थारू कर्नर अब
त्यसपछि चाहिँ हाम्रो उता के अरे हाम्रो सौरा ड्याम भन्छ त्यसलाई सौरा ड्याम छ तर जुन त्यता भन्दा यता पो पिस देखेँ त मैले त त्यो अघि जुन त्यो तिम्रो थारू कर्नर साइड थियो नि त्यो भन्दा यता पो पिस देखेँ त बजारमा घरि यता घरि उता यो चाहिँ केसिस एकदमै फेमस यहाँको डिसेसहरू पनि एकदम मिठो हुन्छ लास्ट टाइम म र मम्मी आएको थियौँ कि यहाँ अनि पिज्जाहरू खाएर गएको थियौँ मजा क्या तिमी त ब्यारेक थियौ अगाडि चाहिँ हाम्रो सौरा ड्याम तिमीसँग त के त सेको खाएको होइन त लास्ट टाइम केसिसमा ए त्यसलाई ड्याग भन्छ हो ए ल अब चाहिँ हामी खासमा सौरामा हेर्नुपर्ने कुरा भनेको चाहिँ सनसेट हो क्या अरे होइन यहाँभन्दा मेन चाहिँ गोलाघाटबाट हो तर यहाँ पनि युजबाट मेन चाहिँ हामी सौरा भन्छ हो यतिको लागि हो कि हामी सौरा आउने भनेको चाहिँ खासमा यहाँबाट चाहिँ कति राम्रो भ्यूहरू देख्न सकिन्छ क्या हाम्रो गोहीहरू त्यहाँ मजासँग घाम तापेर बसेको हुन्छ अहिले फर्किनुलाई माथि चढ्नुपर्छ ल अनि शीतल पनि ओके हर्सहरू पनि रहेछ अहिले पनि थाहा छ सबभन्दा ठुलो होटल के रोयल ट्युलिप नयाँ होटल खुलिरहेको छ हामी चाहिँ त्यो बेला हात्ती हेर्न आइपुगेका छौँ त्यहाँ चाहिँ बाबाले चाहिँ आफ्नो छोरा हात्तीहरू देखाएर यति बेला चाहिँ अब हामी गैँडा हेर्दैछौँ फोकस गैँडालाई यति बेला चाहिँ हात्तीलाई चाहिँ यो बेलुकाको खाना होइन बेलुकाको खाना खाना दिने चाहिँ काम भइरहेको छ खाऊ खाऊ हात्ती खाऊ आऊ आऊ भनेर न हाम्रो हात्तीमा जाँदै हुनुहुन्छ अनि तिमी के गर्छौ जीवन अब ल हेर अनि नमस्ते गर्ने होला नि गणेश भगवानलाई त गुड जब थ्याङ्क यू यति बेला चाहिँ हामी सौराबाट चाहिँ ब्याक हुँदैछौँ र आजको यो भिडियो चाहिँ यति नै अब नेक्स्ट भिडियो फेरि लिएर चाँडै आउनेछौँ थ्याङ्क यू बाई